सो गाइज म चाहिँ लुगा धोएर आइसकेँ होइन एन्ड आजको दिन यस्तो दामी हो एन्ड अब चाहिँ म जानुपर्ने हुन्छ म्युजियम अनि त्यसपछि जान्छु है यहाँबाट भ्यू चाहिँ यस्तो दामी हो है लुगा धोएँ अब जान्छु म तल यता चाहिँ एयरपोर्ट भइहाल्यो होइन सो गाइज म चाहिँ म्युजियमभित्र आइसकेँ है इन्टरनेसनल माउन्टेन म्युजियम हाइट यस्तो राम्रो यो पार्किङ एरिया भने सर यता चाहिँ किचनको हो यता चाहिँ रेस्टुरेन्ट छ एन्ड त्यो चाहिँ पक्कै दाइ हो होइन हाइट यहाँ चाहिँ कस्तो जनावरहरू हुन्छ क्या त्यो हुन्छ न्याउरे मुसाहरू सियालहरू के हो थाहा छैन मलाई राइट है यस्तो दामी हो नि त भित्र त यता नि अझ राम्रो हो यता त उहरू हेर्ने छ कि के भन्छ मलाई थाहा भएन है त्यो सामानहरू अनि म चाहिँ यहाँ छु है गरिम्ब यस्तो राम्रो पसिना आउँछ यस्तो वाइल आउँछ मेरो त मलाई मन नै पर्दैन है अनि अब डाइरेक्ट गुस्तो हुन्छ गुस्तो मेरो अनि मेरो कार्डियो पनि भयो हल्का है मलाई चाहिँ हिँड्न अलिकति मनपर्छ किनकि कार्डियो हुन्छ क्या त्यो भएर पेट लाउँदैन है त गाइस हिँडिराख्नुपर्छ डुलिराख्नुपर्छ दोट वै कुन चरा आयो काग पो रहेछ त्यस्तो दामी है तिम्रो गरेको होइन भ्यू गरेको यस्तो दामी है आउनु सक्नुहुन्छ हजुरहरू नेम अलि भिन्टेज रहेछ है गोर्खा भिलेज फुलहरू माछा छ कि छैन हेर्नु है माछा फोहोर रहेछ है माछा त छैन पुलमा चढ्थ्यौँ त अलिक पुरानो रहेछ यार माछा रहेछ माछा भर्खर डाइ फानेर दाइ यहाँ माछा छैन दिदी यो घर चाहिँ कति राम्रो हो कि है अलिक पुरानो घर टाइपको हो राइट कुखुरा लोकल सो गाइस म चाहिँ फाइनली त लेक साइड आइसकेँ यता खपाउ देखिरहेको राइट नट ब्याड भ्यू चाहिँ दामी हो यस्तो पामे कपाल काट्नु छ है भोलितिर कपाल काट्नु पर्ने हुन्छ एन्ड अब चाहिँ गइन्छ फर्किने हो आए होइन राइट आजको प्लान यस्तो दामी हो नि होइन रनिङ नै आउँछु यतै आज म चाहिँ बिहान अन्डा खाएँ त्यसपछि अब खाना खाने टाइम नै हुन ल 11 बज्न लाग्यो होइन आज हल्का ढिलै हुन्छ है त के भन्छ होइन कहिले ढिलो कहिले चाँडो ब्लग हाल्छु त सोची फुकेर के हुन्छ ओ यता भ्यूकै साथै भ्यूकै त आउँछु रनिङ जाने मिल्दैन है कहाँबाट जाने विकास यो बाटो खै मन्दिर छ कि कता मन्दिरबाट जाने मिल्छ मन्दिर त उता अगाडि हो हजुर
यो बाटो नि हो क्या सो गाइज म चाहिँ आज खोलामा हो है टक्क दाइ र म आएँ म चाहिँ नुहाउँदिनँ यहाँ चाहिँ दाइ चाहिँ नुहाउँदै हो तातो पनि आउँछ मन तातो कस्तो थाहा दोबिला दोबिला भन्छ यो ठाउँलाई कालो हुने भयो कालो अलरेडी कालो छु रेडी राइट विकास अर्को हो मुजा खस्दो रहेछ गाइज हाइट है मैले चाहिँ मुजा लगाएको छु चप्पल उताबाट जाने होला गाइज आज ल विकास पछाडि राइट यो पानी चाहिँ खाना नै हुन्छ है अनि यता त सनसाइन छ यता मान्छेहरू नरहेछ है यो चाहिँ सनसाइन भइहाल्यो होइन यस्तो दामी छ आजको क्लियर हिजो वाइल्ड पानी पर्दै थियो नि त बादल वर्षा म चाहिँ अस्ति स्विमिङ हानेको थिएँ यहाँ आज चाहिँ हान्दैन किनकि म नुहाइसकेँ अलरेडी हिजो अनि आज एक्सर्साइज गरेपछि नुहाउनु पनि हुन्छ अनि गाइस मैले त सनस्क्रिन लगाएको थिएँ सनस्क्रिन चप्पल लगाएर गाइज मैले चाहिँ है यहाँ चाहिँ तातो पनि आउँछ नि त होइन एन्ड हेर्नु है एन्ड मेरो आजको प्लानिङ केही नि छैन आज दिउँसो यस्तै भयो यतै भयो एन्ड म चाहिँ 4:30 बजीतिर जान्छु घर अनि त्यसपछि एक्सर्साइज चाहिँ यहीँ गर्छु रुममै पुसअप हान्छु दह्रो त्यसपछि रनिङ जान्छु म आज लेग साइड अनि केटाहरूलाई पनि भन्छु अब केटाहरूको पनि पुस्टे हो तर के गर्छ पावर जान्छु अनि डिप्स हानेर चाहिँ जान पर्ने हुन्छ रनिङ आजकल रनिङलाई प्रायोरिटी दिने हो कि त्यही भएर इन्डुरेन्स यो नट रिप्लाईमा कतिको आयो 27 को बल्ल 2265 जना 2265 जना मात्रको नाम भयो है कति गाह्रो हो त मनी हुन्छ ढुक्क गाइस म चाहिँ यतिको बस्दै थिएँ होइन अनि ट्याक्क कहाँबाट भएर आएर नुहाउँदै छ कि है अनि ट्याक्क के भयो खेल भाइ लुक्यो भाइ हो भाइ चाहिँ ढुक्क नखाएकै नाङ्गे है 3 जना भाइहरू हो यहाँ चाहिँ तातो पानी जम्मा हुन्छ नि यहाँ धेरै गहिरो पनि छैन तपाईँहरू पनि आएर खेल्न सक्नुहुन्छ पौडी होइन एउटा भाइ चाहिँ नाङ्गे नुहाइदियो है काले काले खतरा मैले पहिला ल मैले नुहाउँथेँ क्या पहिला तर नाङ्गे खेलेको त याद छैन तपाईँले नुहाउँथ्यो होला यही खोलामा हो यस्तो रमाइलो हुन्छ भाइ चाहिँ चिल हो कि है ल कसो देखेको यो उमेर हो कि खतरा छ ए भाइ लुकाउ तल लुकाउ भाइले फेरि देखाउँछ माछा यस्तो 12 बजेको हाम्रो राइट अनि सो गाइस हल्का हल्का अँध्यारो है म चाहिँ एक्सर्साइज गर्दै हो पुष्टि हो नि त टुडे सकिन लगाइसकेँ मैले चाहिँ पानी पर्न लाग्छ
अहिले चाहिँ अहिले त 6 बजिसक्यो मैले चाहिँ एक्सर्साइज नि गरिसकेँ एन्ड आज मेरो रनिङ जाने प्लान थियो एन्ड म चाहिँ आज रनिङ गइनँ किनकि चिसो छ नि त पानी परेर भर्खर बिदा भयो अनि त्यही भएर मेरो लुगा लाल जस्तो भयो चिसो नि भयो अनि हिजो मेरो लेग डे थियो त्यही भएर मेरो खुट्टा दुख्यो त्यही भएर म जाँदिनँ चाहिँ भर्खरै घर पुग्न लाएँ आजको मेरो डे त्यस्तै भयो फिस्टेल हाउसिङ भयो होइन राइट अनि यो चाहिँ मेरो एरिया भयो हिमाली टोल यस्तो दाम भयो नि पानी परेर आज चाहिँ म चाहिँ घर आइसकेँ होइन एन्ड आजको मेरो दिन त्यस्तै भयो सो एन्ड आज मैले पुरुष दाइँकै गरेँ अनि अब चाहिँ पानी परेको थियो है अनि ड्युटी भयो अनि अब चाहिँ खाना खानु पर्ने हुन्छ अब एकछिनमा सो त्यही हो गाइज एन्ड आज त्यस्तो केही भएन अनि अब भोलि के हुन्छ अब त्यही हो है अनि अब बडी कन्डिसन लङ टाइम है त